हेलो एभ्रिवान, तपाईँ सबैजना थाहै थियो आज म साथी घर पैँचोमा जाँदैछु भनेर है। यहाँ चाहिँ हामी सबैजना भेला भइसकेको थियौँ र अटो पर्खिरहेको थियो। अटो नपाएर चाहिँ हामी चाहिँ हरेस भइरहेको थियो नि त, कति टाइमदेखि पर्खेको हो। फाइनल्ली अटो पाएर चाहिँ हामी अटोमा बसिएको थियो। म चाहिँ हेलो भनेर मेरो भिडियोमा भन्दै थियो, फेरि जबरजस्ती है भन्दै आफै हाँस्दै थियो नि त। अन्त हामी चाहिँ यहाँ पुगे पनि साथीको घर, बहिनी भाइहरू रहेछ, बहिनीले आए भन्दै थियो नि त। टक्कै एन्ट्री गरेँ मैले साथीको घरमा होइन। हेर्नु नि आम्मामा, मेरो साथीले त घर कति दामी बनाइसकेको छ। फर्स्ट टाइम आएको म चाहिँ होइन। मेरो साथीहरू चाहिँ हेर्नु न पहिला आएर बसिरहेको हो। अनि यहाँ चाहिँ बहिनीहरूले चाहिँ चियाहरू बनाउनु हुँदै रहेछ हो। अन्त यहाँ चाहिँ पूजा हुँदै रहेछ। पूजा अलिक अघि स्टार्ट भएछ, हामी अलिक ढिलो भएछ आउनु होइन। आउँदा आउँदै ढिलो भइहाल्यो। यहाँ चाहिँ मेरो साथी र साथीको हस्बेन्ड चाहिँ पूजा मग्न छ। यति बिजी कि मलाई हेरेको पनि छैन साथीले हो। अन्त टक्कै माथि चाहिँ दिदीहरू पनि छ भनेर चाहिँ म चाहिँ उकालो चढ्दै छतमा हो। यसो हेर्दै गएको त स्नेक प्लान्टहरू चाहिँ दामी दामी बनाइरहेको साथीले हो। अन्त यसो माथि गएर हेरेको त दिदीले त सेलरोटी पोल्नुको लागि रेडी गर्नु हुँदै रहेछ हो। दिदीलाई नमस्ते भने त्यहाँबाट फेरि म चाहिँ पूजासुजा गरेर चाहिँ यहाँनिर एकछिन नानीसँग खेल्नु बसेँ हो। अनि खेल्नुको बाद चाहिँ अब हामी चारजना भेटेपछि फोटोसुट त हुनैपर्छ हो। अनि खानासाना खाएर चाहिँ अब चाहिँ हामी चाहिँ निस्किनु पनि लागेको। दादाहरूलाई बाई बाई भन्दै थियो हो। सो आजको लागि यति नै, बाई बाई।